एक महेन्द्र साईले पनि तिमी चाहिँ दलितको छोरो के गर्न सक्छ पनि भनौ एक युट्युबमा त्यही कारण अब उनले हालिया छ ती पनि त मैले देखेँ महेन्द्र साई पनि धेरै ठुलो जनता रकम खाइकन लौडा औपाङ्लाको भर्ता खाइकन तिमीले अहिले अब पाँती बडो केचम्मा साह्रै रुपियाँ कमाएर देश विदेश गइकन ल्याएको पनि मान्छे केही होइन महेन्द्र साईले पनि अब हाम्रो घर पाएको हेर्नु कति 6 वर्ष अगाडि 7 वर्ष भइगयो साउन 13 गते मेरै पनि घर बगेको 7वटा घर बगेका हुने ठाउँमा यही नरेना गाउँपालिका आएर तपाईँहरूको 7 घर म बनाइदिन्छु भनौ उही मान्छेले हामीले घर पनि बनाइदिएन बिजुली ल्याउने भनौ गाडी मोटर ल्याउने भने के ल्याउने बिजुली त ल्याउने के यी बिजुली ल्याउने आन के हो यिनीले के दिने आन के बिजुली दिन त माथिकै सरकार दिने छ कि यी दिने आन विकल्पलाई त मैले भने तिनीले त्यस्तो जंगल 12 वर्ष जंगल घुमेर आएर अहिले अब एकदम यहाँ लडे मैदानमा आउँछन् भन्ने मान्छेले ती पनि त 12 वर्षसम्म बाहिर गइकन जनता होटो खाइकन पालिकन त्यो गया मान्छे त हो कुन सधैँका घरमा त्यो महलमा बसेर त त्यसले त्यस्तो नेता भएको होइन त्यही जनताले बनाएको नेता त हो त त्यो अहिले प्रकाण्डको विरोधमा त्यसले बात गर्ने त लाज लाग्छ के त्यसलाई लाजको मान्छे हो के त्यो अनुसाधन नभएको मान्छे हो किन हैनन् प्रकाण्डले नेता किन परराष्ट्र मन्त्री भए एकचोटि 64 का चुनावमा आएका त हुन् त प्रकाण्ड अब अन्तारी भित्र इनमुजी भरौटेले भित्र तिनको न काम गर्न दिएका त यी व्यक्ति त रहेछन् त अब अहिले त बुझियो नि त यिनी व्यक्तिले उनको संघर्ष नै गर्न दिएनन् फेरि उनले मेरो चित्तै बुझेन जनताको संशोधन भएन जनताको माग पूर्ति भएन जनताले भनेको आछना मैले पूरा गर्न सकेन भने उनले जागिर छोडेर पनि त आएका हुन् त आफ्नो संसद छोडेर आएर त्यसपछि उनले अब बाहिरिया अब अहिले चुनावमा आउने अवसर आयो ठिक छ आउनुभयो उहाँका लागि हाम्रो लागि धन्यवाद हामी दलित जति एक छापे मत दिएर पनि उहाँलाई हामी जिताउनका लागि तयार गर्छौं देश विदेशकै ठुला नेता प्रकाण्डै हुन् प्रकाण्ड बन्नेको जनताको हितको मान्छे हुन् विकल्पजीले थोरा मेरो भनेको छकाल इन्टरभ्यूमा मोबाइलमा देखेर मेरो चित्त लागेन ल त्यतिका लागि म दुःख लाग्यो उनीले के भने 12 वर्ष जंगल बसेर अन्त भरबान फल्न आएका छन् तिमीले के गर्न सक्छन् भन्ने कुरा इन्टरभ्यूमा छकाल बोल्दा देखेँ मैले मोबाइलमा अब नेटमा देखेर मेरो अलि दुःख लाग्यो